नमस्ते सबैजनालाई। म अहिले पोखराको माटीपानी अवस्थित माटीपानी गुम्बा अवस्थित नवनिर्मित भवन र पुरानो पहिला भूकम्पले गर्दा चाहिँ भत्किएको ठाउँमा छु र सम्पूर्ण साथीहरूलाई यो पहिलाको भग्नावशेषहरू देखाउन गइरहेको छु। निश्चय पहिलाको गुम्बा अति सुन्दर थियो भने भूकम्पले गर्दाखेरि चाहिँ यसरी यहाँको चाहिँ यो गुम्बा भत्काइएको छ र अहिले यस्तो अवस्थामा छ। यसको भग्नावशेषहरू सबै हटाइएको छ र यो पछाडि रहेको नवनिर्मित भवन अहिले यसको उद्घाटन भएको छैन। यहाँदेखि चाहिँ पोखरा सुन्दर नगरी पोखरा देख्न सकिन्छ। हस्, धन्यवाद।